कालजय मेहाला थगु जीवने नेपाल भाषा संगीत खेले पाना दिम व्यक्तित्व ख वरिष्ठ संगीतकार गायक लिसे गीतकार रत्न बेहोसी वेक्ल नेपाल भाषा या तस्कन लोकौं हागुमे राजमहल कामचा लगायत आप्ला मेहाला समाज छम सामाजिक लिसे यथार्थ परक मेहाला मिया म्हसिका डेका वचना दिगुदु गायक बेहोसिया स व चुसा आप्ला मेया सिर्जना जुइ थुंकु दुसा आठासा वेक्ल नेपाल भाषा व खस भाषा चोया तगु भजन व आधुनिक मेया संग्रह या सफु चोया दिगुदु यात्राको यात्रा जस्तै सफल हुन्छ त्यस्तै साहित्य क्षेत्रमा लागि पर्दै जाँदा शास्त्रको मन्त्रले सुतिएको चेतनालाई सामवेदबाट सृष्टि भएको सङ्गीत ओङ्कारको घुम्रेमा डाँडा पाखा नदी नाला खोल्सा खोल्सी देउराली भन्ज्याङ उकाली ओह्राली अनेक किसिमका चट्टानको साथै वन जङ्गल लहरा छहरा पहरा सम्पूर्ण चिजमा साम सदाशिवको सृष्टि नै कवि कलाकारहरूको लागि अमूर्त शब्दको भण्डार भएको जस्तो लाग्दछ। त्यसै कारण कवि साहित्यकार र गीतकारहरू प्रकृतिसँग गाँसिएर तासिएर झाँगिएर रङ्गका साहित्य रचना गर्न पुगेको पाइन्छ। थोय झोले वंगु शुक्रबार चैत्र 13 गते वेक्ल चोया दिगु न्यागु भजन व आधुनिक संग्रह या विमोचन यागु ख मध्यपुर संगीत प्रेमी समाज या गोसले खोपया थिमी छगु जाजो याना गायक बेहोसी चोया दिगु भगवान भरोसा निफ स्वा भजन माला म अनजान छु छ छन्त हे खंकी फाटेको मन नाया भजन व आधुनिक मेया संग्रह या पितो बोजा यागु ख प्राध्यापक डाक्टर सुन्दर कृष्ण जोशीबाट हुँदैछ। म अनजान छु नेपाल मण्डल टेलिभिजनका अध्यक्ष र व्यवसायी रमेश महर्जनबाट हुँदैछ। भजन व आधुनिक मे संग्रह या पिटबोजा मुपा कठ छाया दिम वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी लिसलिसे मध्यपुर थिमी नगरपालिका या मेयर मदन सुन्दर श्रेष्ठ प्राध्यापक डाक्टर सुन्दर कृष्ण श्रेष्ठ नेपाल मण्डल टेलिभिजन याना रमेश महर्जन कवि भगत दास श्रेष्ठ मंका कठ याना दिगु ख कला युवा टाइपको राष्ट्रिय निगम संगीत धारके चाहिँ ग फनमसिउ फनरका ध्यान दिएको संगीत गायो अंग्रेजी शब्द प्रयोग याद गर्छ युनिभर्सल ल्याङ्ग्वेज गरे डिस्प्ले भाषा यहाँ बैसन छु यहाँ बैसन यो बालको सुर मिलाइदिएको ताल मिलाइदिएको वो उयो अर्डर फुइमा मोटीमा यतै यहाँ बैसन आनन्द आहा बस पालो यहाँ बिनो सुर बा बिनो बा कोके कति अलग ono so पुरस्कार नेपाल भाषा अकादमी नेपाल भाषा या साहित्य जगमको बामाला किताब उपन्यास काव्य कविता इत्यादि जगमको मे संगीत क्षेत्र में चाहिँ पुरस्कार दिमागा ono चाहिँ हो so पुरस्कार चाहिँ हो तरदर नोबेल पुरस्कार चाहिँ तरदर पुरस्कार त्यसले एक दुईको त्यहाँ थन चाहिँ हो अझ सोचिसन पुरस्कार त्यहाँ चाहिँ वो पुरस्कार चाहिँ ललना बच्चा बेलादेखि रत्न बेहोसी भन्ने बित्तिकै एउटा त हामी बच्चा बेलादेखि एउटा आइकनको रूपमा सम्झिने काममा चाहिँ ल्याएको जीको सेवा हेर्ने त्यो गीत आउने बित्तिकै रत्न बेहोसी होइन को मान्छे थाहा छैन हामी चिना पनि हुँदैन तर रत्न बेहोसीले नाम कन्ठ त्यसरी चाहिँ एउटा छाप छोड्नु भएको। अनि अस्ति उहाँको धेरै गीतहरू पनि चर्चित पनि छन्। एउटा गजलको चाहिँ अस्ति हरिशनजीले प्रस्तुत गर्नुभएको छ राजमहल यही बजारे ठुके मेरो वो कहाँ दे दिया था ठोकनेला वेकला अगर छौ आठो हरिशनर जी वो न किया था वो चीज अपन के छौ विमोचन या ना भगवान का महाबारी मे युगस वेका जय संगीतकार रत्न बेहोसी लाई विषयले वो मचान विषय वेका यो संगीत खेले भूमिका संगीतकारी रूपमा गीतकारी रूपमा गायक रूपमा ले वेकयु मेक याप्ले मने कुंजे किस्मा वेकना हाला मेयु रूपमा वेकना वो किस्मा सीता संगीती पाके मेयु पाके मैं हाला गया चाहिँ ज्ञानी रूपमा जीव जीवने छेलमा कजी लजी रूपमा चिसा एकर कैका मसिकी मा रूपमा वो किस्मा के फुक्के मुका थौ चुन्याउ सकी गु संयुक्त रूपमा फुक्के के दुठाका चाहिँ किताब त्यहाँ त्यो किताब कसकने जीवने उनी पछि व्याकरण 85 वर्ष यो गु मेहनत संग्रहना व्याकरण अनुभव नानी संग्रहना देखायो वो छियो लागि आवे लिपि पुष्टि लागि कसकने तर मार्गदर्शन पाउँछु अवश्य न त्यो
किताब चाहिँ यो पुस्तक न्यायमा जी नाप्ना नाच्ना जी थमन क्या थमन त कुचिज बनाऊ पनि अहिले चाहिँ अझ थो क्षेत्र चाहिँ थमन छुचाउ व्यक्तिगत रूपमा याफै त्यो नजु याफै त्यो नमनाउला हरिसुन्दर लाखे श्रेष्ठ या सभाना श्री जुगु ज्याजोले कृष्णलाल गोजा श्रेष्ठ वेकल चुयाडीको भजन व मेया समालोचना याना दिगु ख सफल राखेन विज्ञान श्रेष्ठ व्याधि वगैरह बनाउँदैन नौकरी टेलिभिजन या प्रसिद्ध ज्ञान गर्न पनि